नमस्कार साथीहरू, तपाईहरू हुनुहुन्छ मनिषाको साथमा अनि आज चाहिँ म तपाईहरूलाई एउटा बाल कथा सुनाउन जाँदैछु र त्यो कथाको नाम चाहिँ गोही र बाँदर यानि द मङ्की एन्ड द क्रोकोडाइल। एउटा नदीको किनारमा एउटा ठुलो जामुनको रुख थियो अरे। त्यो रुखमा एउटा बाँदर बस्थ्यो अनि नदीमा चाहिँ गोही। दुईजनाको बीचमा त्यो बाँदर र त्यो गोहीको बीचमा चाहिँ एउटा घनिष्ठ मित्रता थियो अरे। अब गोही त रुखमाथि चढ्नु सक्दैनथे, त्यही कारणले गर्दा बाँदरले चाहिँ के गर्थ्यो भने कि जब गोहीले भन्थ्यो कि जब गोहीले चाहिँ पुरा जामुन अनि त्यही कारणले गर्दाखेरि चाहिँ अब जहिले भन्थ्यो बाँदरलाई, जहिले भन्थ्यो कि साथी टिप्दैन, टिपेर मलाई दिएन भन्दाखेरि चाहिँ बाँदरले चाहिँ के गर्थ्यो अरे कि टिपिकन उसलाई दिन्थ्यो अरे, अब गोहीलाई दिन्थ्यो अरे होइन। अनि एक दिन चाहिँ उनीहरू यसरी नै बसेर जामुन खाँदै गफ गर्दै बसिरहेको थियो अरे। अनि अचानक चाहिँ अब गोहीलाई चाहिँ उसको श्रीमतीको बारे उसलाई ख्याल आएछ, उसको श्रीमतीको याद आएछ। अनि त्यही कारणले गर्दाखेरि उसले चाहिँ के गरेछ भन्दाखेरि कि श्रीमतीलाई सम्झेछ अचानक अनि भनेछ, ओहो म एक काम गर्छु, आज त मेरो श्रीमतीको लागि पनि लिएर जान्छु, अलिकति बेसी टिप्दिउ न भनेछ। ठिक छ। अनि बाँदरले चाहिँ अल्छी नमानिकन के गरेछ कि त्यहाँबाट जामुन टिपेर उसको श्रीमतीको लागि पनि दिएछ। अनि गोहीले के गरेछ, घरमा गएर चाहिँ आफ्नो श्रीमतीलाई दियो। अनि श्रीमतीले चाहिँ जामुन खाँदाखेरि चाहिँ यस्तो मिठो लाग्यो अरे। अन्त एउटा सोचे आएछ दिमागमा। अनि के सोचे आएछ भन्दाखेरि चाहिँ सोचेछ कि अरे यो जामुन त यति मिठो छ, यो जामुन यति मिठो छ। अनि यो जामुन खाने त्यो बाँदर जुन चाहिँ त्यो जामुनको रुखमा बस्छ त त्यसको मुटु चाहिँ झन् कस्तो चाहिँ मिठो होला, कस्तो चाहिँ रसिलो होला भनेर सोचेछ है। अनि त्यहाँदेखिको चाहिँ उसले चाहिँ अब श्रीमतीले चाहिँ पुरा हट गरेछ आफ्नो बुढा चाहिँलाई कि मलाई जसरी भए पनि त्यो बाँदरको, त्यो जामुनको रुखमा बस्ने बाँदरको चाहिँ मुटु चाहियो भन्नेछ। अन्त मुटु चाहिँ पुरा खानु मन लागेछ यो सोचेर कि अब यस्तो मिठो जामुन छ, झन् त्यो यो जामुन खाने, यस्तो मिठो जामुन खाने बाँदरको मुटु चाहिँ झन् कस्तो मिठो चाहिँ होला भनेर सोचेछ होइन। पुरा हट गरेछ, मान्दै मानेन रहेछ, तिमीले लिएर आएन भने तिम्रो र मेरो रिलेसनसिप खतम भनेछ। ठिक छ। अनि त्यही कारणले गर्दाखेरि चाहिँ अब गोही चाहिँ अब जस्तो तसो गरेर गयो बाँदरको छेउमा। त्यसो दिमाग लगाएर के सोचेछ भने कि बाँदर सुन न। अनि बाँदरले त अब एकदम के भएछ होला, आज मेरो साथी किन उदास पनि देख्दैछु, उदास उदास जस्तो पनि लाग्दैछ अरे बाँदरलाई होइन। अन्त भनेछ कि होइन म उदास छुइनँ, के कुरा चाहिँ के हो भन्दाखेरि कि मेरो श्रीमतीले चाहिँ तिमीलाई आज खाना खानुको लागि बोलाएको छ भनेछ। अन्त बाँदर त खुसी भएछ, अरे वाह हेर्नुहोस् त कस्तो राम्रो, उसको श्रीमतीलाई मैले अलिकति के जामुन के पठाइदिएको थिएँ, परेको श्रीमतीले त मलाई त खाना खानुको लागि बिबुको लागि पो इन्भाइट गरेछ भनेर सोचेछ है। अन्त तर फेरि अब भनेछ ला तर म त यो त अब नदी त पार गर्नु सक्दिनँ त, यत्रो खोला त पार गर्नु सक्दिनँ त हौ भनेछ होइन। अन्त उसको अन्त त्यहाँदेखिको गोहीले भनेछ कोही बात छैन मेरो ढाडमा बसेन त भनेछ। ठिक छ, पिठमा बसिरिकन लगेछ। अन्त लाँदा लाँदा बिच बाटोमा चाहिँ पुरा उसलाई चाहिँ उसको बाँदरले अब उसलाई कति है हुँदा नहुँदा उसलाई कति जामुनहरू त्यो रुखमा चढ्नु सक्दैनथे। अनि उसले कति मेहनत गरेर जहिले भन्छ तैले टिपिदिएको, अन्त उसँग गफ गरेको सबै उसलाई फ्ल्यासब्याक भइसक्यो, उसलाई याद आएछ। अनि बिच नदीको किनारमा बिच नदीमा पुगेर चाहिँ उसले भनेछ के अरे गोहीले भनेछ, बाँदर सुन न, मैले तिमीलाई किन लगेको थाहा छ, किनभने मेरो बुढीले चाहिँ तिम्रो मुटु खाने अरे, त्यही कारणले गर्दा मैले तिमीलाई आज लगेको उदास भएर भनेछ। अन्त त्यहाँदेखिको बाँदरले त छक्कै परेछ। बाँदर त अब एकदम नदीको अब एकदम मिडलमा आइपुगेको छ, एकदम बिचमा आइसकेको छ। अन्त सोचेछ तर मतलब ऊ चाहिँ एकदम लाइक डराउनु चाहिँ डराइन रहेछ बाँदर है, दिमाग चलाइहालेछ आफ्नो। अनि बाँदरले चाहिँ के भनेछ भन्दाखेरि ओहो साथी सुन न भनेछ, के भयो, तिमीले पहिल्यै भन्नु पर्थ्यो नि, हुन्छ के चाहिँ भयो, मैले त मेरो मुटु त त्यो रुखमा जामुनको रुखमा पो राखेर तल तिमीसँग गफ गर्दैछ त म त भनेछ। बुझ्यो त।
अन्त त्यहाँदेखिको त्यो गोहीले चाहिँ भनेछ, ओहो यो कुरा अन्त कस्तो त, अन्त निस्किनुभन्दा अगाडि नै भन्नु पर्थ्यो नि त, अन्त लु हिँड हिँड छिटो छिटो हिँड वापस हिँड, त्यो मुटु त जसरी भए पनि लिएर आउनुपर्छ, नत्र भने त मेरो बुढीले त मलाई घरमा बाँच्दै दिँदैन भनेछ, ठिक छ। अनि त्यहाँदेखिको त्यो जुन चाहिँ मूर्ख गोही थियो त्यसले फेरि आफ्नो ढाडमा राखेर चाहिँ बाँदरलाई के गरेछ, लिएर गएछ वापस होइन, आफ्नो त्यो जहाँ जामुनको रुख थियो। अन्त त्यहाँ जामुनको रुखको त्यहाँ नदी जस्तो किनारमा आउनु पुग्ने बित्तिकै बाँदरले चाहिँ के गर्छ, फुत्रुक्कै गएर चाहिँ माथि रुखमा चढिहालेछ। अनि माथि आफ्नो सेफ जग्गामा आइपुगेर चाहिँ त्यो बाँदरले भनेछ कि तँ मेरो असल साथी हो भनेको त, तँ त मेरो असल मित्र त होइन, मेरो शत्रु पो रहेछस् त, भने तँ त मेरो साथी त होइन, मेरो दुश्मन रहेछस् भनेछ। त तँलाई म यहाँ अबदेखिको जामुन दिन्छु नि, म जवाब यहाँबाट भनेछ। ओके, अनि त्यहाँदेखिको त्यो जुन चाहिँ गोही थियो त्यो त छक्कै पर हेरेको हेरे भयो। अनि त्यसलाई त केही अप्सनै थिएन अरू, त्यसलाई त वापस जानै पर्यो है। अनि यो कहानीको अब मोरल अफ द स्टोरी चाहिँ के हो भन्दाखेरि चाहिँ कि जहिले पनि मुस्किलको समय चाहिँ हामीले के गर्नुपर्छ कि नअत्तालिकन आफ्नो विवेकको काम लिएर, आफ्नो बुद्धिको काम गरेर त्यो परिस्थितिलाई झेल्नु पर्छ।